कल्पना गर्नुहोस् त यदि शिक्षकहरूले कागजपत्रको चाङमा अल्झिनुको सट्टा विद्यार्थीहरूलाई पढाउनमा आफ्नो 100% समय दिन पाए भने हाम्रो शिक्षाको स्तर कहाँ पुग्थ्यो होला। आज हामी त्यही भविष्यको बारेमा कुरा गर्दैछौँ, जहाँ आइस्मार्ट क्लास जस्तो प्रविधिले विद्यालय व्यवस्थापनमा एउटा क्रान्ति नै ल्याइरहेको छ। अब एउटा साँचो प्रश्न, के विद्यालयको अमूल्य समय र ऊर्जा भर्ना, शुल्क सङ्कलन अनि हाजिरी जस्ता प्रशासनिक कामहरूमा नै खर्च भइरहेको छ? यदि तपाईँको उत्तर हो भने यो धेरैजसो विद्यालयहरूको साझा समस्या हो, जसले उनीहरूको मुख्य लक्ष्य अर्थात् गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटोमा बाधा पुर्याइरहेको छ। यहाँ हेर्नुहोस् त, एकातिर छ पुरानो तरिका, कागजपत्रको चाङ, तनाव र समयको बर्बादी, अनि अर्कोतिर छ नयाँ स्मार्ट तरिका, जहाँ प्रविधिले शिक्षकहरूलाई शक्तिशाली बनाएको छ, सिकाइलाई एकीकृत गरेको छ र विद्यालयको काम गर्ने क्षमतालाई शिखरमा पुर्याएको छ। हो, यही हो त्यो परिवर्तन जसको हामी कुरा गर्दैछौँ। ल, समस्याको कुरा त भयो, अब समाधानको कल्पना गरौँ। आउनुहोस् एउटा यस्तो शिक्षा प्रणालीको परिकल्पना गरौँ जहाँ ध्यान प्रशासनिक झन्झटमा होइन, बरु हरेक विद्यार्थीको उज्जवल भविष्य निर्माणमा केन्द्रित होस्। र यही सुन्दर भविष्यको सपना बोकेको छ आइस्मार्ट क्लासले। यसको लक्ष्य एकदमै स्पष्ट छ, विद्यालयहरूलाई यति सहज र दक्ष बनाउने कि शिक्षकहरूले प्रशासनिक कामको कुनै चिन्ता बिना केवल विद्यार्थीहरूलाई प्रेरणा दिन सकुन् र हाम्रा विद्यार्थीहरू भोलिको डिजिटल संसारको लागि पूर्ण रूपमा तयार हुन्। अब प्रश्न उठ्छ, यो सपना साकार चाहिँ कसरी हुन्छ त? यसको जवाफ हो आइस्मार्ट क्लास ल्याक्सपेसद्वारा निर्मित यो एउटा यस्तो शक्तिशाली इकोसिस्टम हो जसले विद्यालयको प्रिन्सिपलदेखि लिएर शिक्षक अनि विद्यार्थीसम्म सबैलाई एउटै डिजिटल धागोमा बाँध्छ। प्रिन्सिपलहरूको लागि त यो हातेमा बोक्न मिल्ने एउटा कमान्ड सेन्टर जस्तै हो। उहाँहरू अफिसमा हुनुहोस् वा बाहिर, प्रिन्सिपल एपबाट विद्यालयको हरेक गतिविधिमा नजर राख्न, शिक्षकहरूको कामको निगरानी गर्न र महत्त्वपूर्ण रिपोर्टहरू एकैछिनमा हेर्न सकिन्छ। अब शिक्षकहरूको कुरा गरौँ, उहाँहरूका लागि यो एक व्यक्तिगत डिजिटल सहायकभन्दा कम छैन। अब सोच्नुहोस् त, घण्टौँ लगाएर हाजिरी लिने वा परीक्षाको नतिजा तयार पार्ने झन्झटबाट मुक्ति। शिक्षक एपले यी सबै काम आफै गरिदिन्छ ताकि शिक्षकहरूले आफ्नो सम्पूर्ण ध्यान विद्यार्थीहरूलाई पढाउनमा लगाउन सकुन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा जसले आइस्मार्ट क्लासलाई अरू स्कुल एआरपीहरूभन्दा फरक बनाउँछ, त्यो हो विद्यार्थीहरूमाथिको फोकस। धेरै कम्पनीहरूले विद्यालय व्यवस्थापनमा मात्र ध्यान दिन्छन्, तर आइस्मार्ट क्लास विद्यार्थीहरूका लागि एक सिकाइ साथी हो। विद्यार्थी एप मार्फत उनीहरूले आफ्नो गृहकार्य हेर्न, आफ्नो प्रगति ट्र्याक गर्न र शिक्षकहरूसँग सिधै कुरा गर्न सक्छन्, सबै एकै ठाउँमा। यी सबै अलग-अलग एपहरूलाई एकै ठाउँमा कसले जोड्छ त? हो, त्यो काम गर्छ मास्टर सीआरएमले। यसलाई हामी संस्थाको केन्द्रीय मस्तिष्क वा सेन्ट्रल ब्रेन भन्न सक्छौँ। यसले प्रिन्सिपल, शिक्षक र विद्यार्थीका एपहरूलाई एकै ठाउँमा जोडेर विद्यालयको सम्पूर्ण जानकारी एउटै शक्तिशाली एआई सञ्चालित ड्यासबोर्डमा देखाउँछ। ल, अब अलिकति गहिराइमा जाउँ र हेरौँ के कुराले यो प्रणालीलाई साँच्चै स्मार्ट बनाउँछ र यसले विद्यालयमा कस्तो वास्तविक र सकारात्मक प्रभाव पार्छ। आइस्मार्ट क्लासको शक्ति मुख्यतया 4वटा कुरामा टिकेको छ। पहिलो, सबैलाई जोड्ने एकीकृत कनेक्टिभिटी। दोस्रो, समय बचाउने उच्च दक्षता। तेस्रो, तथ्य र तथ्याङ्कमा आधारित निर्णय लिन मद्दत गर्ने डेटा। र चौथो, जुन सबैभन्दा शक्तिशाली छ, त्यो हो भविष्यको अनुमान लगाउन सक्ने एआई सञ्चालित अन्तर्दृष्टि। यो एआईको कुरा साँच्चै नै गजबको छ। सोच्नुहोस् त, यदि कुनै विद्यार्थीलाई भविष्यमा कुन विषयमा कठिनाई हुन सक्छ भनेर सिस्टमले पहिले नै सङ्केत दियो भने कस्तो होला? आइस्मार्ट क्लासको एआईले ठ्याक्कै यही गर्छ। यसले विद्यार्थीको प्रदर्शनको विश्लेषण गरेर उनीहरूलाई कहाँ बढी सहयोग चाहिन्छ भनेर पत्ता लगाउँछ, जसले गर्दा नतिजा पनि राम्रो आउँछ। दिल्ली पब्लिक स्कुलकी प्रिन्सिपल श्रीमती शर्माको यो भनाइले एआईको वास्तविक फाइदालाई प्रष्ट पार्छ। उहाँका अनुसार विद्यार्थी विश्लेषण गर्ने यो सुविधाले उनीहरूको प्रगति ट्र्याक गर्ने तरिकामा नै क्रान्तिकारी परिवर्तन ल्याएको छ। एआई बाहेक यसमा अरू पनि शक्तिशाली सुविधाहरू छन्, जस्तै अभिभावकलाई व्हाट्सएपमै रिपोर्ट कार्ड पठाउने सुविधा, अनलाइन शुल्क तिर्ने व्यवस्था, बायोमेट्रिक हाजिरी अनि आइस्मार्ट ड्राइभ एप जसले स्कुल बस कहाँ पुग्यो भनेर रियल टाइममा देखाउँछ। यति मात्र होइन, आइस्मार्ट भेरिफाई एपले त परिचय पत्रलाई नै डिजिटल बनाइदिएको छ। अब परीक्षा कार्ड बोक्ने झन्झट पनि रहेन।
र सबैभन्दा राम्रो कुरा, हरेक विद्यालयले आफ्नो आवश्यकता अनुसार यसलाई परिवर्तन गर्न सक्छ। यो चार्टमा हेर्नुस् त, आइस्मार्ट क्लासले विद्यालय सञ्चालनको कुनै पनि पाटो छुटाएको छैन। भर्ना होस् वा वित्त, परीक्षा होस् वा सञ्चार, यातायात होस् वा लेखा, सबै कुरा एउटै प्रणालीभित्र समेटिएको छ। यो साँच्चै एउटा अल इन वान समाधान हो। अब यति धेरै सुविधाहरू भएको प्लेटफर्म कतिको विश्वासिलो छ त? यो विश्वभरका विद्यालयहरूले विश्वास गरेको प्रणाली हो जसले यसको प्रभावकारिता आफै प्रमाणित गर्छ। आइस्मार्ट क्लासले नेपाल र भारतदेखि लिएर अमेरिका र बेलायतसम्मका कक्षा कोठाहरूलाई जोडेको छ। यो नै यसको विश्वव्यापी पहुँच र मान्यताको सबैभन्दा ठूलो प्रमाण हो। एकजना शिक्षक मिस्टर जन डोको अनुभव सुन्नुहोस्। उहाँ भन्नुहुन्छ, अब म प्रशासनिक काममा कम र पढाउनमा बढी ध्यान दिन सक्छु। यो प्लेटफर्म चलाउन पनि एकदमै सजिलो छ। र अन्तमा जसका लागि यो सबै गरिएको हो, हाम्रा विद्यार्थीहरू। कक्षा 10 की छात्रा अञ्जलीको अनुभवले देखाउँछ कि विद्यार्थी एपले उनीहरूलाई कति धेरै मद्दत गर्छ। अब गृहकार्य छुट्ने वा नतिजा थाहा नपाउने कुनै चिन्ता नै छैन। नयाँ सफ्टवेयर लागू गर्दा प्राविधिक समस्या आउँछ कि भन्ने डर हुनु स्वाभाविक हो, तर आईटी निर्देशक मिस्टर चेनको अनुभव सुन्नुहोस्। उहाँका अनुसार यो सिस्टम जडान गर्ने प्रक्रिया एकदमै सहज थियो र ल्याक्सपेसको टिमले सुरुदेखि अन्त्यसम्म पूर्ण सहयोग गर्यो। उहाँहरू शिक्षामा साँचो साझेदार हुनुहुन्छ। अब अन्त्यतिर हामीले के बुझ्यौँ त? आइस्मार्ट क्लासले कसरी विद्यालयहरूलाई आजको लागि मात्र होइन, भोलिको लागि पनि तयार पार्दैछ। चाहे त्यो एउटा सानो प्राथमिक विद्यालय होस् वा धेरै शाखाहरू भएको ठूलो कलेज, आइस्मार्ट क्लास सबैको लागि बनाइएको हो। यो एउटा यस्तो लचिलो समाधान हो जसलाई हरेक संस्थाको आफ्नो विशेष आवश्यकता अनुसार ढाल्न सकिन्छ। र अब अन्त्यमा एउटा विचार गर्नुपर्ने प्रश्न, यदि कुनै विद्यालयमा यस्तो साँच्चै एकीकृत प्लेटफर्म भयो भने त्यसले के कस्ता अविश्वसनीय उपलब्धिहरू हासिल गर्न सक्ला? त्यसले शिक्षाको गुणस्तर र विद्यालयको दक्षतालाई कुन नयाँ उचाइमा पुर्याउन सक्ला? यो प्रश्नमाथि विचार गर्न लायक छ।